परमपिता परमेश्वर र सत्य वचन दुईवटा कुरा हामीले बुझ्नुपर्ने कुरा छ। जब हामी सत्यको पछाडि लाग्दैनौँ भने तब हामी परमपिता परमेश्वरसँग हाम्रो भेट हुँदैन। हामी जहिले पनि सत्कर्ममा विश्वास गर्नुपर्दछ। हामीले सुन्ने गरेका छौँ, कर्म जस्तो कर्म त्यस्तै त्यसको फल। हामीले जहाँ तहीँ हाम्रा अग्रजहरूले, हाम्रा पूर्वजहरूले राम्रो काम गर्नेहरूको राम्रै फल प्राप्ति हुन्छ, नराम्रो काम गर्नेहरूको नराम्रै फल प्राप्ति हुन्छ। त्यसकारण हामी सत्कर्मतिर हामी अगाडि लाग्नु पर्दछ भन्ने जुन सन्देश अहिले देशभरि 37 जिल्लामा, अहिले भर्खरै हाम्रो अग्रज श्रीकृष्ण आर्यज्यूले भन्नुभयो, 37 जिल्लामा लाखौं अनुयायीहरू हामी सत्य वचनको पछाडि लागिराखेका छौँ। किनकि